नमस्कार साथीहरू, मलाई देश विदेशबाट हेर्नुहुने सम्पूर्ण मित्रलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज पौष 27 गते अर्थात् पृथ्वी जयन्तीको उपलक्ष्यमा सम्पूर्ण मित्रलाई हार्दिक स्वागत गर्न चाहन्छु। कञ्चनजङ्घा एफएम कार्यालयको अगाडि कार्यक्रम सम्पन्न हुँदैछ। अहिले जति सुन्दर देखिरहेको छौँ हामी, चारैतिर नेपाली झन्डा अनि वरपर ध्वजा पताका अनि यो बिचमा पृथ्वीनारायण शाहको सुन्दर एउटा हामीले फोटोलाई धेरै धन्यवाद, गीतबहादुरजीलाई धन्यवाद। अनि तपाईँ हामी सबैले पृथ्वीनारायण शाहका उपदेशहरू र उनको विचार र भावनाहरूलाई बुझौँ, आत्मसात गरौँ। देशले मागेको पनि त्यही छ। कहिलेकाहीँ यसलाई विभिन्न राजनीतिक रङ दिइन्छ, विभिन्न अन्य ढङ्गबाट नकारात्मक ढङ्गबाट टिका टिप्पणी पनि गरिन्छ। पृथ्वीनारायण शाहका शालिगहरू पनि नतोडिएका होइनन्, तर तोड्नेहरूले अफसोस गर्ने दिन आयो, तोड्नेहरूले माफी माग्ने दिन आयो, तोड्नेहरूले गल्ती गरे भनेर बुझ्ने दिन आयो। आखिर त्यो दिन आउँदो शासक जसले नेपाल र नेपालीको स्वाभिमान अनि शिरलाई उच्च बनाउन आजसम्म सहयोग गरे, तिनै पृथ्वीनारायण शाहलाई सम्झिएर हामीले यो पृथ्वी जयन्ती मनाएका हौँ। यो एकता दिवस अनि 304औं पृथ्वी जयन्तीले राजनैतिक दलहरूमा पनि चेतना, जात जाति धर्म सम्प्रदाय वर्ण लिङ्ग जुनसुकै ठाउँ र माटोको भए पनि एकताको सूत्रमा सधैँभरि बाँच्न सकौँ, यो शुभकामना व्यक्त गर्दै कार्यक्रमको बारेमा मलाई बोल्न भन्नुभएको थियो। मैले जानेका कुरा सठिक रूपमा यहाँ राखेँ। कार्यक्रम पृथ्वीनारायण शाहको जय होस्। धन्यवाद। पृथ्वीनारायण शाहको फोटोमा अबिर फुलमाला लगाउने कार्यक्रम चलिरहेको छ। अहिले विभिन्न वक्ताहरूले मन्तव्य दिने कार्यक्रम चलि नै रहेको छ। अहिले यहाँले देख्न सक्नुहुनेछ, यो कञ्चनजङ्घा एफएम कार्यालय अगाडिको चोक हो, जहाँ चाहिँ आज बिहानै राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती मनाउनका लागि विभिन्न ठाउँबाट पाल्नुभएका महानुभावहरूको यहाँ जमघट रहेको छ। 304औं पृथ्वी जयन्तीको उपलक्ष्यमा यहाँ उपस्थित महानुभावहरूका लागि खिचडी खुवाउने कार्यक्रम पनि रहेको छ। यहाँ खिचडी खाने कार्यक्रम धमाधम चलिरहेको छ। यसरी आज 304औं पृथ्वी जयन्ती सम्पन्न भएको छ। धन्यवाद।